only limited to environmentalist, conservationist, hotel entrepreneur, writer, philanthropist, but many more. He is a forester by academic qualification, and he served as a wildlife officer and pioneered in establishing the first national park of Nepal. He is also the founding chairman of KGS at group of hotels. His first book as a writer is Dolpo, The World Behind Himalaya. The other bestsellers out of many more are like Soch, Khoj, Moss Saksu. If I'll keep on going talking about his endeavors, I think I will not get enough time to explain or define on that. Without further ado, please help me welcome gentleman among us who is here to not only share the positivity but also help the budding or already settled entrepreneurs to help us to move forward. With a huge round of applause, please help me welcome Mr. Karna Sakya. Thank you, Birendra, and thank you, Prashant, for giving me this wonderful opportunity to meet and listen to one of the most dynamic young men in our country. सबभन्दा पहिले I'm an odd man out. यो टोस्ट मास्टर भन्ने शब्द मैले सुनेको तर केही पनि थाहा नभएको, केही पनि नपढेको, र हिजो प्रशान्तले भनेपछि मैले बिस्तारै गुगलमा गएर टोस्ट मास्टर भनेर के हो अध्ययन गरेर अलिअलि थाहा पाएँ होइन। र यसमा खास गरेर चाहिँ तपाईँहरूको चाहिँ स्पिकिङ, not only speaking, leadership and the word toast has always come have a toast, right? Something. So it's what is called a harbinger of your life. अनेक चीज न शुरुआत करना त्यो को बारे में चाहिँ अल्ठा पाएँ। आज मैले जुन चाहिँ बोल्ने कुरा तपाईहरुसित चाहिँ कति मिल्छ मिल्दैन त्यो मलाई थाहा छैन, तर म आज वीरेन्द्रसित मेरो कुरा हो। वीरेन्द्र म त्यहाँ के कुरा गर्ने, मैले टोस्ट मास्टर बारेमा के थाहा छैन, अनि उहाँले अलिअलि कुरा भन्नु। आज धेरै कुरा थाहा पाएँ मैले, टोस्ट मास्टर भने के हो कसो भन्ने कुरा धेरै कुरा। I'm really enjoying some of the good, you guys are such wonderful speakers, है। अनि चाहिँ यो म सबभन्दा म किन टोस्ट मास्टरको जुन उद्देश्य मैले बुझे अनुसार म जो अहिले यो एउटा अभियानमा लागिरहेको छु, त्यो अभियान र टोस्ट मास्टरको अभियान इज अलमोस्ट द सेम, objective is the same, process is the same, the way we are doing is the same. 4 वर्ष मैले यो सकारात्मक सोच भन्ने कोर्सको विषय लेख्या, कर्ण सकारात्मक कोर्स, कर्ण पोजिटिभ केपिटी भन्ने इस्टाब्लिस गरेको थिएँ हालको 4 वर्ष पहिले। र 1976 मा I retired from my business. म चाहिँ होटलमा पनि जान्न, I run a chain of hotel, और काठमाडौँमा 3टा होटल छ। टेली भेरी फ्रेङ्कली मेरो होटलमा म 3 महिनामा एकचोटि पनि जान्न। त्यहाँदेखि छोराछोरीहरूले चाहिँ मलाई बोलाएर ड्याडी एकचोटि आउनुहोस् न कुरा गरौँ त, आउनुहोस् न यो हाम्रो समस्या पऱ्यो भनेपछि म मेरो छोराछोरीलाई के भन्थेँ भने यदि तिमी रुख बन्न चाहने हो भने रुख कम्युनिकेट गर्नुपर्छ होइन, ग्रो योर सेल्फ होइन, फेस योर ओन प्रब्लम। तिमी नै क्रिम खाऊ, तिमी नै समस्या ल्याऊ, किनभने बाउको सँगै अगाडि त्यो समस्याहरू सल्भ गर्न आयो भने तिमीले कहिले पनि डिपेन्डली ह्यान्डल गर्न सक्दैन। अनि त्यो बाउ त अब मरेपछि फेरि समस्या पऱ्यो भने बाउ स्वर्ग भएर आएर त स्वर्ग हो कि नर्क मलाई थाहा छैन होइन, तिमीले सल्भ गर्न सक्दैन। यो भएपछि कहिलेकाहीँ चाहिँ बियर खाने बेलामा मात्र जान्छु, बट आई नेभर इन्भल्भ इन द प्रोजेक्ट। अनि पछि 4 वर्षपछि देन आई रियली वान्टेड टु डु समथिङ होइन। बच्चैदेखि
र के भर्खर कुराहरू पनि उहाँले पनि कुरा गर्नुभयो के कुरा गर्यो भने चाहिँ इफ यु रियली वान्ट टु बी सफल नक्कल कहिले पनि नगर्ने जो मान्छे नक्कल गर्छ he will be only as a copycat सफल बन्नुको निम्ति नक्कल नगरिकन सक्कल काम गर्न सक्नु मात्रै र सक्कल काम क्लरिकल वर्क हुँदैन 10 जे काम गरेर 5 जे अफिस हेरेर 4 जन अफिस हेरेर घर फर्क्ने मान्छेले केही पनि गर्न सक्दैन त्यो काम गर्न सक्छ एलन मस्कको कुरा कसले उठाउनु लाग्यो अरे यो दिन देख्दा हुनुभयो होइन एलन मस्क ज्याकमाको कुरा गर्नुहोस् चाहे स्टिभ जब्सको कुरा गर्नुहोस् अल दिज पिपल होइन they didn't become successful because they have money पैसाले मान्छे कोही सक्सेस हुनै सक्दैन it is the idea that move the world it is the idea that तपाईँले बिहानदेखि 24 hours if you really can make yourself very busy होइन सपना र म सधैँ भन्छु के मेरो छोराछोरीले पनि भन्छु उद्योग व्यापार भने के हो भने इट्स जस्ट सपना र विप्लवको तालमेल मिलाउनु जाने सपना र जसले सपना र विप्लवको तालमेल मिलाउन सक्छ त्यो मान्छेले व्यापार गर्ने हो सपना र विप्लव इन माई ह्यान्ड अर्को सपना छ मेरो चिज चाहिँ यो विप्लव छ होइन 1 लाखको पैसा बोकेर म 10 करोडको सपना हेऱ्यो भने त म त मूर्खै हुन्छ अनि त्यस वाट इज कल्ड डन किजो है डन किजोले के गर्छ यी अलवेज लुक फर सपना अनि क्यान फुलफिल इज सपना त्यस कारण त्यो सपना र विप्लवको तालमेल मिलाउनु निमित्त हामीले हेर्नै पर्छ र अर्को कुरा मलाई के लाग्छ भने विथ ड्यु रेस्पेक्ट टु आवर नेसनल पोइट लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीप्रसाद देवकोटाज्यूको चाहिँ के हुन्छ भने इच्छा हुनु त चन्द्रमा छुनु होइन त्यसमा रिस होइन म ठ्याक्कै त्यसको उल्टामा छु के कवि उहाँ कवि हुनुभयो कविले लेख्नुभयो तर जो मान्छे फोटो बोकी छ त्यो गर्दैन जिन्दगीमा मैले कहिले पनि चाहिँ त्यो चन्द्रमाको त्यो त्यो हेर्दैन होइन एसएलसीमा थर्ड डिभिजन पास गरेको जिन्दगीमा फर्स्ट डिभिजन कहीँ पनि नआएको होइन कहिले म नेता हुन्छु म डाक्टर हुन्छु म इन्जिनियर हुन्छु मैले सोच्दै नसोचेको बस मेरो जीवनमा मैले के मात्रै गरेँ भने म चौतारामा पुग्थेँ चौतारा मेरो लक्ष्य भनेको एउटा चौतारा बस त्यहाँ जाउँ चौतारामा अग्लो हुन्छ चौतारामा पुग्यो होइन जस यहाँबाट चौतारामा पसिना पुछ्यो सुसेरी हाल्यो रमायो अनि सुत्यो डिम फुलफुल गऱ्यो अनि बस्यो अनि पनि फेरि अर्को त्यहाँको माथिको चौतारी त्यो चौतारीमा म पुग्छु र त्यहाँ पुग्छु त्यहाँबाट जानु पऱ्यो होइन पसिना आउँछ खुट्टा दुख्छ हात दुख्छ त्यहाँ पुग्छु फेरि त्यहाँबाट पनि फेरि अर्को चौतारी हेर्छु अनि जीवन भनेको मलाई के लाग्छ भने एउटा चौतारा पछि अर्को चौतारा अर्को चौतारा पछि अर्को चौतारा र अर्को चौतारा पछि अर्को चौतारा म यहाँसम्म आइपुगेँ द्याट्स द लाइफ होइन त्यो हो जीवन र जीवनमा तपाईँले कहिले पनि नो म्याटर यु ग्रेजुएट फ्रम हार्वर्ड नो म्याटर यु ग्रेजुएट फ्रम जन हपकिन्स नो म्याटर यु ग्रेजुएट फ्रम प्रिन्सटन इट डजन्ट मेक एनी टाइम ब्लडी डिफरेन्स यसले तपाईँ पिएचडी गर्नुहोस् मास्टर गर्नुहोस् यु गट द बेस्ट युनिभर्सिटी यसले तपाईँले नोकर बनाउनु त सहिलो पार्छ यु विल बी सक्सेसफुल नोकर तर मालिक बन्न सक्दैन मालिक बन्ने हो भने भोगाइ चाहिन्छ भोग्नु पर्छ फुल गर्नुपर्छ फुलबाट सिक्नुपर्छ त्यसले मात्रै मालिक बनाउँछ आज म तपाईँहरूलाई यही भोगेको कुराहरू मात्रै गर्न चाहन्छु त्यस मैले लागि भने आवाज नट गुड त्यो होइन स्कुलमा पढ्ने बेलामा खेल्ने सोख मेरो कलेज जाने बेलामा प्रेम गर्ने सोख भेरी ट्रु होइन अनि 30 वर्ष नागेपछि के गरौँ भने हुटहुटीको सोख यो पनि गरौँ के गरौँ अनि 40 नागेपछि पैसा कमाउने सोख पैसा कमाऊ 50 नागेपछि पैसा मात्रै भएर नाउँ कमाऊ होइन 60 नागेपछि अब त्यो भने अनि चाहिँ आधार दर्शनमा सोख दर्शनको अन्तर्कुन्तरमा हराउने सोख किताबहरू पढ्छ त्यो पढ्छ यो पढ्छ दर्शनको सोख अनि 70 नागेपछि अनि फेरि दर्शनबाट यथार्थको सोख जीवनको यथार्थ त्यहाँबाट पुग्छ यो रियलाइज होइन त्यो बेला थाहा हुन्छ जुन बेला छोराछोरीको निमित्त हामी चाहिँ काम गर्छ होइन त्यही छोराछोरीले बाउले छोडिदिन्छ होइन त्यो यथार्थमा आइपुग्छ ओ माइ गॉड होइन मैले पैसा कमाउन लाग्यो मेरो नातले भनेर कमाएको मेरो पनातले भनेर कमाएको
मेरो नाति पनाएर आजकल के हुन्छ नाति आउन भएर अँगालो मारो खोज्छु चुप्लुक्क मास्टर जस्तो भागेर जान्छ होइन आई जस्ट क्यान्ट होल्ड माई ग्रान्ड चिल्ड्रेन अनि म खै यो ठाउँ कि यसोको निमित्त हो त मैले पैसा बचाएको यसोको निमित्त हो त मैले सम्पत्ति कमाएको जसले यदि म मऱ्यो भने मेरो नातिले आँखामा आँसु पनि आउँदैन यसको निमित्त हो न द्याट्स द यथार्थ होइन द्याट्स द यथार्थ त्यो यथार्थ बुझिसकेपछि अनि 74 मा मैले के गरेँ भने आई वान्ट टु डु समथिङ वाट सुड आई डु कति कमाउने कति काम गर्ने पुग्यो भयो होइन जुन नाति नातिको निमित्त काम गर्छु छोराछोरीको निमित्त काम गर्छु छोराछोरी मैले के गरेको छु मेरो दुईटा छोरा छ र मेरो दुईटा छोरी छ होइन बोथ अल अफ देम लिभिङ इन डिफ्रेन्ट प्लेस मैले के गरेको छु अंश बना गरेको छैन वी अल वर्क इन टुगेदर प्लेस अनि चाहिँ के गरेको छु शुक्रबारतिर चाहिँ ल भेट्ने है परिवारसँगै मिलेर आज खाजा खाने परिवारसँगै मिलेर खाजा खान्छु होइन एकान्त हुनु पाएको हेर्छ भाग्नलाई होइन बुहारी पनि घरि हेर्छ बुहारी घरि हेरेपछि अब उसको लोग्नेले भन्छु मलाई फिल सो पेन्च हर्ट होइन हप्ताकै एकचोटि बाउ कहाँ आइरहेको छ होइन कहिले पनि दे डोन्ट ह्याभ ए टाइम फर फादर अनि त्यो वाट एम आई डुइङ होइन सो द्याट्स द चेन्ज जीवनपछि त्यो हरेक अघि एकदम भन्दै थियो लाइफ चेन्जिङ होइन लाइफ इज नेभर एन्डिङ एन्ड इज एभर चेन्जिङ इट्स अ बिजनेस इट्स अ थिङ्किङ इट्स एभ्रिथिङ अ टुरिज्म इट्स नेभर एन्डिङ इट्स एभर चेन्जिङ र कुनै पनि व्यापार कुनै पनि उद्योग तपाईँको 20 वर्ष मात्र टाइम हुन्छ एउटा मान्छेको 80 वर्ष भने जस्तै एउटा उद्योगको जीवन भनेको 20 वर्ष मात्रै हुन्छ ए 20 वर्षभित्र तपाईँले परिवर्तन गर्न सकेन भने तपाईँ हराउँछ त्यहाँबाट यो डिसअपियर फ्रम द फेस अफ द यो बिजनेस टाइम 20 वर्ष मात्रै हुन्छ आज किन अमेरिका जस्तो ठाउँबाट फोर्ड हरायो अमेरिका जस्तो ठाउँमा फोर्ड हरायो अब चाहिँ अर्को मान्छे आउँछ होइन अनि हामी कहाँ नाउ द टाइम इज फर फिनटेक जसले फिनटेक समयसित फाइनेन्सियल टेक्नोलोजीमा अहिले आएर चाहिँ हामीले गुगल.com को कुरा गऱ्यौँ होइन अहिले आएर फेरि एउटै भाइले अहिले अमेरिका बसेर एक्सेल.com को लिएर आइराखेको छ होइन जुन बेला फुड मेन्यूको कुरा गरेको थियो 6 महिना पहिले त्यो भाइ म कहाँ आएको थियो फुड मेन्यूको कुरा गर्ने बेलामा म आफै भने बाबु चल्न चल्न आज फुड मेन्यू बिकेम वान अफ द बेस्ट थिङ अब फुड मेन्यू आइसक्यो होइन अब अनलाइनको चाहिँ घर घरमा चाहिँ आइसक्यो इफ यु रियली क्यान चेन्ज युर सेल्फ इन न्यू फेसेस देन यु क्यान मेक अप अदरवाइज त्यो पुरानै साउजीहरू त खत्तम हुन्छ आई डोन्ट नो यदि मेरो छोराछोरीले मैले त्यो गर्न सकेको त्यो लिगेसी समात्न सक्छ सर आई डोन्ट नो तपाईँहरूमध्ये कोही आउँछ कि आई डोन्ट नो होइन हिजोको साउ दानबहादुर साउ मानबहादुर साउ के साउ आज कहाँ गयो गइसक्यो आज छैन होइन त्यसैले दिज आर द चेन्जिङ प्याटर्न अनि हो त्यसैले त्यो बेला 1974 मा के गरौँ केही चिज आई वान्ट टु डु समथिङ फेरि मेरो बानी भने केही चिज गर्ने बेलामा केही चिज नयाँपन चाहिन्छ मलाई होइन आई जस्ट क्यान कपी म नक्कल गर्न सक्दिनँ कि जे चिज गरे पनि एउटा चिज केही चिज गरौँ भन्ने एउटा सोच्दा म यो त के कन्क्लुजनमा आइपुग्यो भने त्यो देश किन बिग्रियो आई कम टु भेरी गुड पोइन्ट यो देश किन बिग्रियो वाइ होइन हामी साँच्चै गरिब हो त हामीले गरिब भन्छ हामी सानो देश भन्छ होइन के हामी साँच्चै सानो देश हो त हामी साँच्चै गरिब हो त यदि यो हाम्रो देशलाई मैले यदि देशलाई स्त्री गरियो भने त त्यो जुन चाहिँ 3 डाइमेन्सन 3D को नेपाल त आधै इन्डिया खाइदिन्छ त्यसले स्त्री गर्यो भने त होइन माई गड सच डाइभर्सिटी द्याट वी हेभ अन द इस्टर्न आस्पेक्ट एन्ड द वेस्टर्न आस्पेक्ट नर्थन आस्पेक्ट त्यो आस्पेक्टमा ती चिज सबै कुराहरू गऱ्यो भने त यो देश कस्तो सानो हामी गरिब भन्छ म सधैँ भन्ने गर्छु हामी गरिब होइन हामी नेपाली गरिब होइन हामी मूर्ख हो मूर्ख माल पाएर चाल्न पर्ने मूर्ख र सोच साधन व्यवस्थापन गर्नु नसक्ने मूर्ख यदि हामी सधैँ आफूले गरिब भन्यो भने भगवान रिसाउँछ के कस्तो मूर्खलाई मैले पैसा दिएँ त भनेर पनि रिसाउँछ जस्ट इमेजिन आवर कन्ट्री 54,000 स्क्वायर माइल भनेको इज अ 0.01% 0.03% of the total land mass of the earth
हाम्रो प्लानेटको 0.03% फर्टिलाइजर। यदि मैले यो टेबलमा यो राख्नु यो ठाउँले जति ठाउँ खान्छ यति मात्रै हो मेरो देश होइन। बट द्याट 0.3% of total land mass on Earth harbor 12% of genetic diversity in the world. 12% of genetic diversity in the world. We have the highest mountain in the world. We have the deepest gorge in the world. We have the second largest population of tiger in the world. We have the second largest population of rhino in the world. We have the world's best habitat for the snow leopard. We have 890 species of bird, which is more than the whole continent of Europe and North Africa combined. Buddha was born here, and we have, in Kathmandu alone, we have the second largest concentration and distribution of Buddhist icon in the world. 198 देश होइन हाम्रो 198 देश कसैले कसैको देशको नाउँ थाहा छैन। आज नेपाल लोनली प्लानेट या फोर्ब्सले के भन्छ नेपाललाई जीवनमा एकचोटि जानै पर्ने देश भनेर नम्बर 1 मा राखेको छ। हाउ लकी वी आर हैन यति लकी छ। त्यही भएर हामी आफूलाई गरिब भन्छौँ। तालको देश भन्छ एउटा तालको नाउँ थाहा छैन। झर्नै देश भन्छ दुईटा झर्नको नाउँ थाहा छैन। गुफाको देश एउटा गुफाको नाउँ थाहा छैन। विदेशी आएर हाम्रो नेपालको बारेमा किताब लेख्छ बर्ड्स अफ नेपाल रिटन बाई बब फ्लेमिङ फरेस्ट अफ नेपाल रिटन बाई स्टैन्टन। All the books, including Newar of Nepal, is written by Bidesi. Rai of Nepal is written by Bidesi. अनि हामी नेपाली के गर्छ अनि के गर्छ अनि हामी नेपाली नागरिकमा कान्तिपुरमा उसलाई गाली गर्यो बाबा साकेले ताल मिचेर होटल बनायो। यी सब कुराहरू भन्दा सफल मान्छेलाई हेर्नै नसक्ने काम गर्ने मान्छेको खुट्टा तान्यो भने त्यो समाज के हुन्छ। That's what the problem we have. काम मान्छेले खुट्टा तान्ने अनि जसले आफ्नो काम गर्न सक्दैन त्यो मान्छे जुन देशमा गाली गर्ने मान्छे नायक बन्छ त्यो देश के हुन्छ। अहिले हेर्नुहोस् त जसले गाली गर्न सक्छ त्यो नायक जसले भाषण गर्न सक्छ त्यसलाई ताली त्यो ताली होइन गाली गर्नु पर्यो के तब बन्छ देश। त्यसैले मैले विचार गरेँ यो देशमा नेपालीको पैट विचार गरेँ नेपाली पैट रिच धेरै धनी पो रहेछ। म त अहिले आई एम 78-year-old man. Prashant knows I'm traveling every village in the country. Every village in the country. I have my jeep, I have my own fridge. I go, I travel, गाउँ जान्छु होइन यो अभियान सुरु गर्छु होइन। त्यो जाने बेलामा देशको चाहिँ परिस्थिति जम्मै त्यो हेर्ने बेलामा त्यो जम्मै जाने बेलामा अहिले काठमाडौँ मात्र होइन गाउँमा पनि करोडको कुरा गर्दैन लाखको करोडको कुरा गर्छ गाउँमा। अहिले यति पैसा छ हामीसित भातभट्टीमा पसलमा किन्नेको विदेशी हो त्यो नेपाली होइन। भातभट्टीमा किन्नु जाने बेला त्यो पैसाको दोङ देखेर केही चोरुजहरू लाग्छ कस्तो पैसा त्यहाँ दिएछ यस्तो तान्ने बेलामा पैसै पैसा त्यो जम्मै नेपालीकै पैसा रहेछ त होइन। अनि हस्पिटल हेर्नुहोस् त पैसा न पैसा भन्छ 3 दिन पछि 50,000को पैसा तिर्यो भने हामी नेपालमै हो होइन। मेरो नाति 3 वर्षको नाति अस्ति मेरो छोरीले स्कुलमा राख्यो के आलुदिदीको स्कुलको नाम के अरे लाग्यो होइन त्यो राख्यो। अनि अस्ति चाहिँ आएर चेक मेरो ड्राइभरले दिए पठायो के को चेक स्कुलमा मेरो साबेको दिन पठाएको ड्याडी भने यस हेर्नु 40,000 ओहो 40,000 2 महिनाको 40,000 के गर्छ त्यहाँ सुत्ने अरे 1 वर्ष बच्चाले त्यो पैसा दिदी पनि नेपालमै रहेछ त होइन। भने त्यो नेपाली अनि छ होइन। अनि पढाइ लेखाइ पनि म 2013 सालमा एसएस पास गरेको 2013 सालमा एसएस पास गरेको जम्मा नेपालमा 333 जना एसएसमा पास हुन्थ्यो अहिले 10 लाख छ। आई वाज इन स्टेट्स होइन अस्ति 3 महिना पहिले
I was giving a talk program in one of Texasको Chicagoको एउटा त्यो गर्न गएको थिएँ. I was surprised to hear that in Chicago city alone 400 Nepalese doctors are working. एउटा शिकागोमा 400 जना डाक्टर काम परिरहेछ. जस्ट इमेजिन हैन यो नेपालमा पैसा कति लाखौं करोड रुपैयाँ हामी भराउँछौँ आके फल दिने बेलामा शिकागोमा नेपालको हावा खान्छ, नेपालको पानी पिउँछ, नेपालमा फोहोर गर्छ, हुर्किन्छ अनि फल दिने बेलामा विदेशमा. त्यसकारण यहाँ अशिक्षित पनि छैन, शिक्षित पनि छैन. तर मान्छे धनी भयो हैन, शिक्षित भयो तर देश कसरी गरिब भयो? हाउ? द्याट प्रश्नले मलाई त्यो गर्यो. नाउ यो प्रश्न यो गरिब किन भयो हाम्रो देश भनेपछि आई कम इन्टु वान कन्क्लुजन. यो देश कुनै राजाले पनि बिगारे होइन, कुनै मन्त्रीले पनि बिगारे होइन, कुनै चाहिँ नेताले पनि बिगारे होइन. यो देश बिगार्ने तपाईँ र म नै हो. हामी सबै हो देश बिगार्ने. हामी सब कस्तो अरूले गर्नुपर्ने कुरा सब थाहा छ, आफूले गर्नुपर्ने कुरा. अनि सेम अन अस, सेम अन मी होइन. मैले पुलिसले के गर्नुपर्छ मलाई थाहा छ, डाक्टरले के गर्नुपर्छ मलाई थाहा छ, प्रधानमन्त्रीले के गर्नुपर्छ मलाई थाहा छ, सब थाहा छ. र कर्णशाकले के गर्नुपर्छ कर्णशाकले थाहा छैन. एन्ड द्याट काइन्ड अफ सिचुएसन हाउ अन अर्थ. राजाको टाइममा के भयो? राजाको टाइममा रहेकी प्रजा भयो, प्रजातन्त्र आयो, त्यो प्रजा जनता भयो. तर अहिलेसम्म त्यो जनता नागरिक बन्न सकेका छैन. मेरो विचारमा नागरिकता प्रकृति हामीले पायौँ तर हामी नागरिक बन्न सकेका छैन. किनभने हामी किन नागरिक बन्न सकेन? नागरिक बन्नको निमित्त बाई डेफिनेसन नागरिक बन्नको निमित्त अर्काको आँखाबाट हेर्न जानु पर्यो, अर्काको कानबाट सुन्न सक्नु पर्यो, र अर्काको मनबाट मनन गर्न सक्नु पर्यो. Once you can see the thing from other side of the fence, then you are a citizen. Otherwise, if you just want to see only from your perspective, only from your self-interest, then how on earth you can be a citizen? स्विट्जरल्यान्डमा पुलिस छैन. किन छैन? त्यहाँ हरेक मान्छेले मैले के गर्नुहुन्छ र मैले के गर्नु हुँदैन थाहा छ. स्विडेनमा गयो भने अदालतमा गयो भने मुद्दै छैन. हाम्रो चारखा लाटामा गयो 4 लाख रुपियाँ मुद्दा छ. ती सब 4 लाख रुपियाँ मुद्दा कसरी भयो? किनभने मैले म अथवा म र उहाँको बिचमा हामी दुईजनाको बिचमा कहिले केही बदमासी गरे हुनाले त्यहाँ भयो नि होइन. द्याट्स द होल थिङ. त्यसैले यो चिजलाई हटाउने निमित्त हामीले के गर्नु पर्यो भने मैले सकारात्मक सोच अभियान अहिले सुरु गरेको छु यो होइन. अब मर्न लाग हामी जस्तो बुढो मान्छे मैले परिवर्तन गर्न सक्दैन होइन. र चाहिँ त्यो गोर्खापत्र र यो पत्रिकामा अरू गाली गर्ने खालको छ नि, नाउँ किन ल्याउँ होइन. यहाँ छ नि, यहाँ गाली गर्ने यहाँ कुनै उनीहरूलाई मैले परिवर्तन गर्न सक्दैन. उनीहरू परिवर्तन गर्न सक्दैन. अब मेरो टार्गेट भनेर के हो भने मेरो 20 वर्ष नआएका युवाहरू, द्याट्स माई टार्गेट हो. एक्ज्याक्टली यो पोस्ट मास्टर भने जस्तै सकारात्मक सोच समूहमा होइन हामी के गरेर अहिलेसम्म हाम्रो यो इमेजिन नेपालमा केही गर्न सक्छ. 4 वर्षभित्रमा आई हेभ अलरेडी इस्टाब्लिस 120 क्लब्स अल ओभर द कन्ट्री. सोच समूह होइन. त्यसको चाहिँ हाम्रो त वी हेभ इभन ओपन क्वाइट लट अफ दिस प्लेसेस इन अमेरिका. त्यो ठाउँ ठाउँमा हामीले खडा गर्न सक्यौँ. इन 4 years टाइम. यसको काम केही पनि होइन. जस्तै तपाईँहरू पोस्ट मास्टरमा त्यो जुन चाहिँ गर्नुभयो त्यो एक्ज्याक्टली त्यहाँ त्यो सोच समूह भनेर हामी खडा गर्छौँ. 20 देखि 25 जना मान्छे युवा युवतीहरू बस्छ, 20 नागरिक बस्छ र त्यो 1 घन्टा महिनाको 1 घन्टा अथवा महिनाको 2 घन्टा 2चोटि बस्ने. त्यो प्रकृतिको काखमा गएर या चौतारामा या नदीको तिरमा या तालको तिरमा पर्ने. त्यो 1 घन्टा के गर्नु पर्यो भने नभने सबैले नकार्नु पर्यो. त्यहाँ नभने हुँदैन. इट्स नट इजी. अहिले तपाईँको त्यो टमाटर 4-5 जना बस्नुहोस् चिया खानुहोस् र आज 1 घन्टा हामी चाहिँ कसैले गाली नगरिकन गरौँ भन्यो भने बस्नु सक्नुहुन्न. गाली गर्नै पर्ने. गफको सुरुवातै गालीबाट सुरु हुन्छ होइन. त्यो 1 घन्टा गाली नगर्ने. अनि त्यहाँ सो मेनी थिङ्स गुड थिङ्स आर ह्यापनिङ. धेरै भेरी भेरी देश खतम भयो होला, ठुलो भयो होला. म त ट्राभल गरेर आएको होइन. पूर्वदेखि पश्चिम महाकालीसम्म 1000 माइल 6 लेन बाटो बनिसक्यो. Have you ever heard about that?
1000 माइल पूर्वदेखि पश्चिम महाकालीसम्म आजभन्दा 10 वर्ष पहिलेसम्म एउटा ठाउँ नेपालबाट अर्को नेपाल जान इन्डिया बाहिर जानु पर्थ्यो। नाउ वी हेभ 6 लेन रोड। सिन्धुलीदेखि बर्दिवासको बाटो वान अफ द बेस्ट बाटो इन एसिया। यी सब छ होइन। यहाँ नेपालमा अब फुड मेन्युदेखि लिएर थुप्रै मान्छे छ, तर के हो राम्रो राम्रो कुरा जम्मै नराम्रो नराम्रो कामको बादलमा हरायो। हामी सधैँ we become so obsessed, of enjoying the gossiping, negativity. हामीले जिन्दगीमा गाली गर्नु मात्रै सिक्यो, राम्रोलाई राम्रो भन्न सिकेन। We never learned the art of appreciating other people. एकचोटि एप्रिसिएट गर्नुहोस्। म त साँच्चै है 14 वर्षसम्म मैले 14 वर्षसम्म मैले परिवार पुरा गर्नै जाने थिएन। असन हुर्केको केटा होइन, असन हुर्केको नेवारी भाषामा पुरा गर्ने। हाम्रो भाषामा तपाईँहरूको जो त हुँदैन, एउटा ट मात्रै हुन्छ, ठ हुँदैन, एउटा ठ मात्रै हुन्छ। रसोदीको मलाई थाहा नै छैन, साहित्य भने कुन चराको नाउँ थाहा नै छैन होइन। त्यस्तो मान्छेले लेखेको सोच किताब बिकेम वान अफ द फर्स्ट सेलिङ बुक इन द हिस्ट्री अफ नेपाल। द्याट्स ट्रु। आज तपाईँ टोस्ट मासको रूपमा पनि जुन तपाईँले बोल्ने सिकाइराख्नु भएको छ नि होइन, म त भन्छु सिक्नुपर्छ। तर बोली र भाषण त्यो बेला आकर्षण हुन्छ, तपाईँको मन फुट्छ। जब मनको अवधारणा भर्खै एउटा बहिनीले एउटा रमाइलो बच्चा म बच्चा छु भनेर तपाईँले कुरा गर्दाखेरि अब सो एट्र्याक्टेड होइन। त्यही कारण सोच किताब लेख्ने बेलामा मैले के लेखेँ, कहिले पनि मैले आडम्बरको कुरा लेखिनँ। आई नेभर पुट एनी काइन्ड अफ त्यो होइन। मैले जुन भोगेको कुरा, किन भोगेको कुरा, मनले भोगेको कुरा जीवनले नचपाइकन जब पानामा लाग्छ अनि पछि लेखक र पाठकको बिचको रसायन शास्त्र बन्छ। देन दे क्यान रिड माई बुक होइन। थुप्रै किताब मैले किताब लेख्ने बेलामा शब्दलाई राम्रो राम्रो शब्द डिक्सनरी हेरेर राख्ने होइन, साहित्यको भाषा राख्ने भने यु क्यान राइट ए ब्युटिफुल बुक्स। महाकाव्य लेख्न सक्नुहुन्छ, बट यु क्यान टच द माइन्ड अफ ए रिडर होइन। त्यसैले ए बुक इज ए केमिस्ट्री अफ ए राइटर एन्ड रिडर। त्यो छुनको निमित्त तपाईँले चाहिँ त्यो मनको आत्माको कुरा गर्नुपर्छ। भोगाइराख्ने बेलामा मनभित्र मैले कतिपय किताब लेख्ने बेलामा आई क्राई होइन, एन्ड पिपल क्राइड। म जुन चाहिँ ठाउँमा रोएर किताब लेखेको छु त्यो पाठक पनि त्यहाँको रोएको छ। जुन चाहिँ ठाउँ मुसुक हाँसेर लेखेको छ त्यो पनि त्यस कारण यसो इजी। त्यसरी कोही मान्छेले भन्छ किन कहिले चाहिँ तपाईँ त तरै थाहा नभएको मान्छेले लेखेको किताब, हाम्रो किताब त साझा पुस्तक भण्डारमा किराले खाइरहेछ। किनभने उहाँको शब्दहरू यताउता छान्नुहुन्छ होइन। किताब लेख्ने बेलामा के लेख्नु पर्यो भने शब्दको किल्लामा विचार तान्ने होइन, विचारको किल्लामा शब्द तान्ने। सबभन्दा पहिले तपाईँले विचारलाई प्रोत्साहन दिनु पर्यो, विचार राख्नु पर्यो। म यो विचार शब्द भनेको चिज त आँटे जाँटे जान्छ। पहिले नै तपाईँ शब्दमा राम्रो के शब्द भाइ यो ओहो यो राम्रो शब्दमा ठिक भने विचार कहाँ छ भन्यो भने त इट बिकम्स टु आर्टिफिसियल। त्यहाँ तपाईँको भाषण गर्ने कुरा गर्नुहोस्, त्यहाँ त्यो कुरा गर्नुहोस्। यो मलाई थाहा छैन, टोस्ट मासको बारेमा मलाई थाहा छैन। आई थिङ्क इफ यु स्टार्ट यो स्पिच विथ यर फिलिङ्स फ्रम बटम अफ द हार्ट यु क्यान क्याच इट विथ ए स्माइल। स्माइल इज सो इम्पोर्टेन्ट। भर्खर कलिक स्माइल इज सो इम्पोर्टेन्ट होइन। मेरो होटलमा इन्टरभ्यू दिने बेला मेरो छोराहरू म फाइल हेर्छ क्या, मेरो छोराहरूले कति पढेको छ, कति के गरेर छ, कहाँ काम गरेर त्यो जम्मै हेर्छ। अनि कहिले मेरो छोराहरूले मलाई के ड्याडी एकछिन चाहिँ त्यो गरौँ न भनेर भन्यो। अनि म गर्ने बेलामा म आउँछु अनि त्यो फाइल लिएर ठाकिदिन्छु। म फाइल उठ्छु आउँछ बस्छ होइन। बसेपछि फर्स्ट अफ अल वाट आई से यो हाँस्नु पर्छ के, यो हाँस्नु होइन, यो चाहिँ यो कृत्रिम हाँसो हुन्छ। यो त्यो हाम्रो प्लेनमा उडाउने के भन्छ एयर होस्टेस हाँसो, यसलाई भन्छ नाटिका भन्छ के। नेवारी भाषामा नाटिका हाँस्छ। जब यो हाँस्छ अनि त्यहाँबाट चाहिँ त्यो गर्छ। त्यसैले म चाहिँ के गर्छु भने जसले त्यो हाँस्छ अनि त्यसलाई राख्छ। आई डोन्ट केयर, किनभने I can teach them how to computer. I can teach him English. I can teach him grammar. I can teach him how to, language. But I cannot teach
हाउ टु स्माइल यो चिज यो त हुन्छ यो स्माइल जसको यो खुल्छ जब यो नाटिकाले के हुन्छ मलाई थाहा छैन फोरहेड जब फोरहेड खुल्छ र हाँस्छ त्यो नै सबभन्दा बेस्ट हुन्छ के त्यो मान्छे धार्मिक पनि हुन्छ त्यस्तो मान्छे मनमा पाप बोकेको मान्छेले यो हाँस्नै सक्दैन एकदम यसो गर्छ होइन बिहान उठ्न साथ यसो गएको मान्छे हेर्नु गर्ने कस्तो नरमाइलो होइन आफू होइन त्यसै दिज आर द थिङ्स होइन चाहे तपाईँ बोल्नुहोस् चाहे तपाईँ लेख्नुहोस् चाहे जे चिज गर्नुहोस् दिज आर द सम अफ द थम रुल अफ थम्स अफ त्यो त्यसैले यो सोच यो सकारात्मक सोच समूहको अहिले मैले किताबहरू पनि ल्याइदिएको छु मैले सबै किताब आई डोन्ट नो इट्स नट पोलिटिकल सोच तपाईँहरूलाई लेकिन टुडे म आज तपाईँहरूलाई म किन चाहिँ यहाँ आएको भने कुरा गर्नु किन यहाँ आएको भने यु आर द लिडर अफ द सोसाइटी होइन यु आर लिडर अफ सोसाइटी एन्ड यु गाइज हेज ए मल्टिप्लायर इफेक्ट होइन आज म तपाईँलाई एउटा तपाईँको मन मैले जित्न सक्यो र मेरो कुरा तपाईँले श्रवण गर्न सक्यो र मेरो कुरा तपाईँले ग्रहण गर्न सक्यो भने तपाईँले हजारजना मान्छेलाई इन्फ्लुएन्स गर्न सक्छ इन्स्टेड अफ गोइङ टु नक एट डोर इन एभ्री प्लेस आई थिङ्क इफ आई क्यान कन्भिन्स यु वाट आई एम थिङ्किङ सो यु गाइज आर द बेस्ट लिडर फर मी त्यस कारण द्याट्स वान अफ रिजन मेरो भने मैले आज यहाँ आएको कारण पनि हो होइन किताबहरू लिएको छु र चाहिँ एउटै चिज चाहिँ म तपाईँहरूलाई चाहे जेसकै होस् होइन स्पिचको कुरा गर्नु जुन बेलासम्म तपाईँ पोजिटिभ हुन्न नेगेटिभ कुराले तपाईँ चाहिँ नेगेटिभ कुरालाई आज एक दिन बाँच्छ भोलि बाँच्छ भने सकारात्मक हुन चाहिन्छ नेगेटिभ कुराले इट्स भेरी मायोपिक नेगेटिभिटी इज भेरी मायोपिक यु क्यान सर्भाइभ फर टुडे बट टुमोरो सो लाइफ इज अ लङ गेम एन्ड सर्ट गेम सर्ट गेम इज अलवेज डन बाई दिस त्यो होइन लङ गेम हो भने त हामीले त तपाईँको पोजिटिभ थिङ्किङ गर्नैपर्छ अनि यु गट टु प्रोएक्टिभ वेन यु गट टु प्रोएक्टिभ होइन मानिस दुई किसिमको हुन्छ कि एउटा रियाक्टिभ हुन्छ एउटा प्रोएक्टिभ हुन्छ रियाक्टिभ पिपल डोन्ट केयर होइन जे हुन्छ देखा जाएगा and reactive people are the people who at the end become mismatched in a crisis management. They can groom so easily, they can groom so quickly, but at a certain time they can retain their you got to be proactive and at the same time you got to be positive. कुनै पोजिटिभ भनेको त जीवनको चलेको एउटा चाहिँ त्यो नै हो ए बाबा म एउटा चाहिँ नकारात्मक छु इङ्ग्लिसले भन्छ के when you are cynical. When man becomes cynical, he eventually becomes a negative. When he becomes a negative, he becomes a pessimist. When he becomes a pessimist, he becomes a sadist. And when he becomes a sadist, then he becomes a masochist. It's a very interesting, it's a psychological main कुरा तपाईँ एउटा क्षुद्र कुरा गर्नुहुन्छ तपाईँ त क्षुद्र हुन्छ नि जसलाई पनि गाली गर्ने जसलाई पनि लड्ने जसलाई पनि झगडा गर्ने उसलाई क्रिटिसाइज गर्नै पर्यो क्षुद्र हुन्छ नि त्यो त क्षुद्र भयो भने त्यो मान्छे के हुँदो रहेछ नकारात्मक भन्छ जब त्यो नकारात्मक भन्छ त्यो निराशावाद हुन्छ जब निराशावाद हुन्छ त्यो पर्पीडन हुन्छ पर्पीडन भने अर्काको दुःखमा सुख खोज्ने अब जब अर्काको दुःखमा त्यसले सुख खोज्छ अन्तिममा मर्ने बेलामा त्यो आत्मपीडन भएर मान्छे मर्छ क्या आई हेभ सिन देम किन ग्लानीले त्यो बस्न सक्दैन जीवन भनेको एकम्प्लिसमेन्ट अचिभमेन्ट भन्ने हुन्छ अचिभमेन्ट वी क्यान अचिभ एनिथिङ हामीले पैसा कमायो अचिभ होटल बनायो अचिभ घर बनायो अचिभ मोटर बनायो अचिभ अचिभमेन्टले तपाईँलाई खुसी दिन्छ होइन तर सुखी दिँदैन सुख लिनुको निम्ति तपाईँलाई एकम्प्लिसमेन्ट चाहिन्छ यु हेभ टु हेभ एकम्प्लिसमेन्ट भनेको सेटिस्फ्याक्सनबाट तपाईँको केही दिएर तपाईँको कुनै चिज त्यो नथिङ विथ फिजिकलमा चाहिँ छैन त्यो एकम्प्लिसमेन्ट वेन यु हेभ सर्टन लाइफ होइन त्यही चिज गऱ्यो भने द्याट्स एकम्प्लिसमेन्ट होइन त्यसैले यो सकारात्मक सोचको हाम्रो कुरामा सकारात्मक सोच अभियानको कुरामा हामी इट्स जस्ट वान वर्ड द्याट वी क्यान मेक ए इनिमी एन्ड ए फ्रेन्ड शत्रु र मित्र भनेको एउटा शब्दले बन्ने रहेछ एउटा भाषाले बन्ने रहेछ जब एउटा शब्दले मित्र पनि बनाउन सक्छ र शत्रु पनि बनाउन सक्छ भने त्यो एउटा शब्दलाई हामीले किन अलिक चाहिँ माइल नगर्ने मित्र नगर्ने शत्रु बनाएपछि त त्यो अगाडि पनि लाट हान्छ पछाडि पनि लाट हान्छ
दायाँ पनि लाग्छ बाँमा घुमी लान्छ लाग्छ तपाईँले जिन्दगीभर त्यसलाई बिगार्छ भने तर मित्र बनायो भने तपाईँले कहिल्यै पनि बेलामा पनि तपाईँले चाहिँ त्यो भयो भने उसले साथ दिन्छ जीवन एउटा मित्र भयो भने एउटा फ्रेन्ड भयो भने लाइफ इज ब्युटिफुल होइन जब तपाईँको आत्मै चाहिँ दुखित भयो आत्मा चाहिँ दुखात्मक भयो भने तपाईँ के काम गर्न सक्छ त्यसले जीवनको तपाईँ जे चिज जे फिल्ड हुन्छ इन एकाडेमिक फिल्ड इन बिजनेस फिल्ड इन अल फिल्ड अहिले जबसम्म तपाईँहरूको आत्मालाई सुखी हुँदैन यो सकारात्मक सोच अभियान हामीले चाहिँ जम्मा चाहिँ अहिले वी हेभ पब्लिस नियरली अब 22 स्मल बुकलेट्स स्मल बुकलेट छ केही पनि छैन त्यो होइन स्मल बुकलेट छ त्यसले ठाउँ ठाउँमा हामी त्यो गर्छौँ र त्यो 1 घन्टासम्म उनीहरूसित त्यो आइएम ट्राभलिङ अ लट तपाईँहरूले पनि यो टोस्ट मास्टरमा पनि समटाइम आई थिङ्क यु क्यान मेक ए गुड स्पिच अन द पोजिटिभ थिङ्किङको बारेमा होइन पोजिटिभ थिङ्किङको बारेमा किनभने द्याट्स नट ओन्ली द फर्मुला अफ यो लाइफ आई थिङ्क द्याट्स फर्मुला अफ यो सक्सेस होइन त्यस कारण यो कुराहरूको अब यो कुरा भएको छ भने आज म तपाईँहरूलाई अब वीरेन्द्र भन्ने थियो आई डोन्ट ह्याभ इनफ टाइम होइन त्यस कारण त्यो चिज बट आई थिङ्क आई विल मोर देन ह्याप्पी टु आन्सर एनिथिङ आई थिङ्क सो if you ask me, I will give you answer. The whole night is for you. If you want to put me late, if you are ready to stay long, then you ask me. तर मैले बोल्ने तर जीवनमा मैले धेरै दुःख र सुख पनि भोगेको छु तर त्यो दुःख र सुख भनेकै मेरो भोगाइ हो होइन र मलाई चाहिँ के लाग्यो भने चाहिँ जीवनमा मैले सुख बिर्सिन्छु कि सुख बिर्सि जाने रहेछ दुःखले कथा बोल्नु रहेछ मेरो आज किताब सबै चिज हो नि दुःखले कथा बोल्नु रहेछ म आज आई हेभ ट्राभल अल ओभर द वर्ल्ड आई डोन्ट नो हाउ मेनी गुड होटल रेस्टुरेन्ट होटल आइज मलाई होटलमा बसेको नाउँ थाहा नै छैन आई स्पेन्ड नियरली अबाउट $200 $300 होटलमा थिएँ नाउँ कुनै पनि होटलको नाउँ थाहा छैन तर भोकाएको बेलामा प्याज तोकेको दिन त थाहा छ मलाई किनभने जीवनमा तपाईँले खानाको सुख त्यो बेला मात्रै प्राप्त हुन्छ जुन बेला तपाईँको भोक लाग्छ तपाईँलाई चाहिँ प्याजको पानीको स्वाद तब मात्र थाहा हुन्छ जुन बेला तपाईँलाई प्यास लाग्छ त्यसैले जीवनको सुखको उपलब्धि हासिल गर्नको निमित्त तपाईँले दुःख नभोगिकन तपाईँले सुखको उपलब्धि हासिल गर्नै सक्दैन द्याट्स लाइफ होइन र जीवनमा तपाईँहरूलाई हामी सबै युवाहरूलाई होइन एजले त तपाईँहरूभन्दा म अलिक चेतो भएको हुनाले छोरी म तपाईँहरूलाई भनिदिन्छु अपुगले सताउनुपर्छ मानिसलाई अपुगले सतायो भने तपाईँको दिमाग खुल्छ अपुग दिमागको ढोका खोल्ने साँचो अपुग हो होइन हामी सधैँ समस्याबाट भाग्न चाहन्छौँ भगवान् चाहिँ प्रभु मलाई कुनै समस्या नदिनु प्रभु मलाई त्यो नदिनु जो मान्छेलाई मलाई त म त के भन्छु भने समस्या भनेकै भाग्यमानीको ढोकामा मात्रै खस्किन आउँछ खोल्नुहोस् न होइन जो मान्छेलाई समस्याको घरलाई खोलाउँछ त्यसले खोल्छ समस्या देयर इज नो प्रब्लम इन द वर्ल्ड जसको समाधान छैन समस्याको परछायाँ भनेकै समाधान हो समस्याको परछायाँ भनेको समाधान हो समस्याको अँध्यारोमा परछायाँ खोज्न सक्नुको निम्ति तपाईँ तेस्रो आँखा खोल्नुहोस् समाधान खोज्नुहोस् समाधान खोजेपछि विकल्प निस्किन्छ विकल्प निस्किएपछि उपाय निस्किन्छ र उपाय भनेको तपाईँको विकासको तपाईँको जीवनको विकासको ढोका खोल्ने साँचो हो यदि तपाईँ चाहिँ त्यो समस्याबाट भाग्न चाहनुहुन्छ भने समस्याबाट भाग्ने भगवा मात्रै हो त्यो एन्ड हि क्यान डोन्ट पिटी देम आई डोन्ट त्यो होइन होइन पशुको के समस्या छ कुकुरलाई के समस्या तपाईँ भोलि मर्नुपर्छ भने पनि थाहा छैन उसलाई भोलि पेट दुख्छ भने पनि थाहा छैन उसलाई मलाई भोलि खाना के खाउँ भने पनि त अगाडि जे आएको थियो हामीलाई त के खानु त्यो अनि फोहोर छ कि होइन म भोलि मरौँला कि म भोलि रोग होला कि त्यो वी आर सो अलर्ट होइन हामीलाई त त्यो चिज त्यसले हामी समस्याबाट नसुने मैले आई थिङ्क वान अफ द यो एउटा कथामा सुन्छु है यो घरैमै भएको कथा मेरो वाइफलाई मैले महिनाको 5 लाख दियो भने ल बुढी है 5 लाखले घर चलाउनु है भनेर 5 लाख दाम दियो भने मेरो बुढीले के गर्छ त एयर कन्डिसनको कोठामा बस्छ टिभी खोल्छ सासले बोकारी त्यो सबै खोल्छ होइन खाने बेलामा काम गरेर म्याम के पकाउने होइन होइन आज त्यहाँबाट
तन्त्रिक कुरा लिएर त्यो लिएर भएर त्यो कुरा होइन 5 लाख नाम छ त्यसमा सजिलो छ यदि मैले मेरो वाइफलाई महिनाको 10,000 ग्राम दियो भने बुढी है ल मेरो कमाइ 10,000 मात्र 10,000 चलाऊ भनेर त्यो कहाँ टिभी पनि हेर्न सक्दैन केही पनि हेर्न सक्दैन अनि त्यसले के गर्छ अब कहाँ जाने तरकारी कहाँ सस्तो हुन्छ त्यसले खोज्छ तरकारी कहाँ सस्तो हुन्छ किनभने तरकारी त महँगो तिर्न सक्दैन अनि मिठो मिठो खाएको बानी होइन सधैँ खसीको मासु त खान सक्दैन अनि 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 चाहिँ यो के भन्छ अनि चाहिँ फर्सी पकाउने बेलामा अनि खसीको स्वाद कसरी ल्याउने भन्ने कुरा सोध्छ होइन सुक्ती बनाउने बेलामा अनि चाहिँ त्यो सोच्छ त्यसले सोच्छ यी कुराहरू हो ल तपाईँहरू चाहिँ राजकाल पनि देखाइहाल्यो यदि चाहिँ त्यसले होइन and if anybody who have anything, my door is always open. I live near the Pani Pokri. I live more युवाहरूसित गफ गर्छु होइन I love to tell them about मेरो भोगाई उनीहरूलाई सेयर गर्छु होइन फेरि धेरै कुरा आवश्यकता छ so my house is always open for you and thank you very much for giving me this wonderful